When Tassel Jola. Powerful shot. Surrender, eh? Hold me close till I get out. Hello guys, good morning and namaste. Welcome back to my another new vlog. अनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। अनि भर्खर उठेको त होइन है, मोबाइल चलाएर बसेर भर्खर मुख धोएको 10 बजे ला। अनि हिजो चाहिँ मेला गइयो, आफूले नचाप्दा रिस उठेछ। कसम हिजो दिन खराब रहेछ, सोचे जस्तो केही भएन। भोलि हेरौँ थियो भोलि अनि खर्रा आएन त नि। अनि त्यस्तै भयो त्यो कसम। त्यो हिजोको मेला भन्दा त गाउँमा यसो लाउरे आउँदा नाच्न जाँदा आमा पार्टीसित पुरो रमाइलो हुन्थ्यो कि समय। के हो कि मिसै भएन हिजो त। यसो त्यो पिङ खेल्दाखेरि अलिअलि रमाइलो भयो, टाउको दुखेछ अझै नि। अनि अर्को डुङ्गा चाहिँ खेलेन। फेरि म यसो उस देखाएँ मिल्ने रहेछ जान यार। भोकमा भयो त्यो कुरा नरम, मलाई जाँदैछ। सम्झी पारेर कि लाउँछ। मस्त घाम लागिरहेछ अझै हिजो आज चाहिँ। अब चाहिँ लाउनु होला। अब जाडो भ्याइन लगाएको, माघ लागेपछि जाडो भ्याइन्छ अब यतातिर। पुस भ्याइयो, जाडो पनि भ्याइयो। बिस्तारै बिस्तारै जाडो कम हुँदै जान्छ। जाडोको लुगा लागेकै छैन यार मैले। यो भ्लग आउँदा चाहिँ गाउँतिर गइसकेको पनि हुनसक्छ है गाइजहरू। त्यो चाहिँ अब हल्का भ्लग चाहिँ उसमा चलिरहेछ। कहिले दिनमा 2 वटा बन्छ, कहिले 2 दिनमा एउटा नि बन्दैन। अनि एक दिन बिराएर हालिराख्नु नि त मैले चाहिँ। कन्टिन्यू हाल्न चाहिँ सकेको छैन, डेली हाल्न सकेको छैन। एक दिन बिराएर सधैँ त्यस्तै हाल्ने कोसिस गरिरहेको छु। कहाँसम्म अब त्यस्तो गर्दा चाहिँ कुनै भ्लग छिटै नै आउनसक्छ, कुनै फेरि ढिलो पनि आउनसक्छ। त्यही भएर नेभर माइन्ड है। ल अब अलिक बेड हुने गरौँ ल। लगाइ अब क्लास हिँडेको बेड हुने गरौँ ल। ओइ पछि उस छ हामी कहाँ खाम भन्दै नि त। टक्क दारी सारी मिलाएर बारबरिस्ट जावेद आपका पूरा नाम क्या है? जावेद खान अख्तर। देवदा का अब हो गया। Okay. ठीक है, एकदम बोका चोरा लग रहा है। पहले हीरो देख रहा था, अब बोका चोरा लग रहा है। एउटा दारी बनाहन्, अर्कोलाई लारी बनाहन्। दारी बनाएको चाहिँ किन भने अब पर्सि भोलि नआएपछि म यहाँ आउँछु। भोलि मेला छ नि त, मेलामा चाहिँ अब अलि तर नि यत्रो हेरेर त के को लायो नि त। होइन त्यो पैसा हो गया। ठीक है सब ठीक बा। कुछ बोल रहे हमारे ब्लॉग में 2-4 शब्द। किस पे डालेंगे? फेसबुक, यूट्यूब पे। अगर आप यूट्यूब से देख रहे हैं तो भाई को सब्सक्राइब कीजिए, तो फेसबुक पे फॉलो कीजिए और भाई को सपोर्ट कीजिए। और साथ साथ में हमें यो गर्नु सिक्दै 2 मिनेट ट्रेनिङ लाइक सब्सक्राइब शेयर सब भिडियो बनाइदिन्छु मैले। यताहरू दुईटा ओ टुप्पे, यो 2 टुप्पेहरूको के हो हेर यताहरू। खाएर बढेको पेट किनलाई जाला अब यिनको जस्तो म 2 महिना खाइदिन्छु। यिनले मेरो जस्तो गरौँ न 2 महिना। 2 महिनाको नाम देखाउँ ल पहिला। 2 महिना देखाइदिनु हो कि ल देखाऊ। यसका लागि त मलाई त्यो छाती देखाएर त्यो दुईटाको छाती देखाएर दुईटाको। अनि त्यसको लागि मलाई पहिला एउटा कुकमेन बजार ल्याइ। ये कुकमेन प्लस खानाको त्यो देखाएर त इन्गल छैन यार। भया गानो गयो मेरो छैन के खासै जाम भएन। मेरो मात्र रहेछ सेक्सी। ल अहिलेको चाहिँ यस्तो वाला
भाई शेर का छाती देखना है तो इधर आइए हो नहेर भेरिसक्यो छाती बाघको चाहिँ भुट्ला मार्ने चल्यो के भनौँ न कुन स्टाइल पेपर पेपर कटमा कसम त्यहाँ ल ल भएन अरे चित्त बुझेन भाई को हम शीशा दिखाने जा रहे हैं देखिए दिख रहा है ना सॉरी दिख रहा है ना दिख रहा है ए सॉरी उल्टा हो गया दिख रहा है ना एकदम दामी देखियो त्यो भयो यो यार मेरो फोरो भयो यार 3 दिनमा धोएर यार क्या रे देखा जाए शॉर्ट वाला वीडियो पहले ल के छ खबर म चाहिँ क्लासबाट आएको अघि नै अनि यहाँ घर आएर बल खेल्न जानु हरायो अनि यस्तो किन मङ्की मास लाएर बस्छ भन्नु होला त्यहाँ उस साफ गरेको क्या टोइलेट सेफ्टी ट्याङ्की उस गरेको कि त्यहाँ काम भइरह्यो मोटर चलाएर देखाउन त मिल्दैन तपाईँले घिनाउनुहुन्छ पानी मारेर फालेको हो फेरि उस होइन त्यही पनि मलाई लास्टै उस भएर यहाँ एलर्जी वाला चाहिँ अझै नआएको हेर फेरि नुहाउनु पर्ला जस्तो मोबाइल चार्जमा राख्छु चार्ज नै छैन अब अहिले पेट हुँदै गरौँ न लगाइजहरू के छ हालखबर बिहानीको सुरुवातसँगै भन्यो नि म चाहिँ आज 12 बजे बल्ल बिस्तारै उठेको अनि आज चाहिँ शनिबार थियो नि त अनि अब बल्ल यसो खानपानको खोजीमा आएको छु खानपिन गर्नुपर्ने हुन्छ अब के भने के छ त भात र अन्डा है अब खाना खाएँगे अब अनि चाहिँ आज शनिबार कहीँ गइन्न अब त्यस्तै भयो आजको दिन त नि अनि भोलि चाहिँ यसो ब्याङ्क अकाउन्ट खुलाउन पर्ने जरुरी देखियो क्या अकाउन्ट लिएर अकाउन्ट 9 देखि हो क्या 9मा 10मा अकाउन्ट हुन्छ क्या अनि अकाउन्ट लिएर पढेर 12 पास गरियो तर ब्याङ्क अकाउन्ट छैन अहिलेसम्म अनि कसरी खोल्ने त्यो पनि थाहा छैन यो भनेको प्र्याक्टिकल्ली ज्ञान भएन नि त यो पनि थ्योरिकल्ली मात्रै भयो हामीलाई अकाउन्ट ल्याएपछि ब्याङ्क अकाउन्ट यसरी खोल्ने यसो उसो गर्ने भने त्यो किताबमा मात्रै सिकाइएको प्र्याक्टिकल्ली त्यो उस भएन युज अनि मलाई कसरी यताउता मैले फेरि ढुङ्गे युगकै जस्तै छु कि यस्ता त्यही अनलाइन यताउता चलाउनु विश्वासै लाग्दैन क्यास छ भने बल्ल विश्वास लाग्छ अब बसमा चढ्दाखेरि अनलाइन मिल्दैन अनि यताउता कहीँ जाँदा यसो खाइयो अनि पैसा तिर्ने बेला कामै गरेन अनि अनलाइन अनि भाडा मजा आउन त अनि कतिपय कुरामा राम्रो पनि छ क्यासलेस भएको राम्रो हो पैसा बोकेर हिँड्नु पर्दैन जहाँ पनि तर कतिपय कुराहरू डिसएडभान्टेज पनि छ तर डिसएडभान्टेज भन्दा बढी एडभान्टेज पनि छ होला मैले युज गरेको छैन अहिलेसम्म अब युज गरौँ भोलि खुलाउँछु आज त झन् हेर्छ भएको त्यही के भएको र धेरै तारिक जुङ्गा पलाएर यो माघे सङ्क्रान्तिको रोटी अझै रहेछ आज 3 गते हो शनिबार अनि पर सन्डे सिधै 6 गते गइन्छ 7 गते गाउँतिर गइन्छ यो भ्लग चाहिँ गाउँ गएर फर्किसकेपछि त्यहाँ आउन सक्छ जे पनि हुनसक्छ डोन्ट नट ट्रस्ट दिस हल्का लेट हुन्छ अब कोही दिनमा 2टा भ्लग बनाउँछ कहिले 2 दिनमा एउटा नि बनाइने 3 दिनमा एउटा नि बनाइने त्यही भएर हल्का तलमाथि हुन्छ म्यानेज गरेर हेर्नु होला त्यही हो म चाहिँ डेली भन्दा नि 2 दिनमा एउटा भ्लग हाल्ने कोसिस गर्छु 1 दिन बिराएर अब पछि त डेली चाहिँ हालौँला अहिलेको जुन अवस्था छ त्यही अनुसार चाहिँ चलिरहेको भात खान्छु अनि भात खाएर अब रेस्ट दिनभरि अहिले साँझ बल्न जाने हो ल खानासाना खाएर
सबै भ्याइयो अब मेरो काम भनेको सुत्ने हुन्छ यो पछिको ब्याकग्राउन्ड म तपाईँलाई हाम्रो हेन्डसमहरू साथमा देखाउँछु लुक एट दिस फोटो यहाँ हाम्रो ह्यान्डसम नम्बर 1 यो घरको मालिक कस्तो थियो पहिला यार तर ह्यान्डसमै लाग्थ्यो मलाई त्यो बेलामा पनि अहिले नि ह्यान्डसमै हाम्रो बिमल भाइ त ओभर ह्यान्डसम थिए दिपेश भाइ अनि बाजे बाजे यो यता ठुलबाबा ठुलमम्मी लाल जोडिजन कस्तो दामी हो त यतातिर साली माइजू बुहारी भाइ यता बाबा रे बाबा मेरो फोटो त कतै छैन यार मेरो फोटो टक्क यो डाँट हेर नि यस्तो अङ्गे हो यार अनि पुरुषको हालत हेर यस्तो छ नि भरे यस्तै छ चल्छ जिन्दगी पुरुष झन् उसले नि डाँट मास्ने त हो के गर्नु छ र यार राम्रो छ के गर्नु लगाइस न्यु डे विथ के भनौँ रेडी नेक्स्ट डे आज चाहिँ आइतबार हो भोलि चाहिँ 5 गते पर्सि 6-7 गते चाहिँ गाउँ जान्छु म यो भ्लग चाहिँ गाउँ फेरि आएपछि आउनु पनि सक्छ अनि पछि हेर ब्याकग्राउन्ड अब क्लास हिँडेको कृष्ण सर चाहिँ उता भुम्मैतिर रहेछन् उता आउँछन् नि म चाहिँ सुशील घर गएर सुशीलसित जाने भनेर आएको उहीँ अघि यो सुशील घर आउनु ला अब जानुपर्ने हुन्छ क्लास गएर पढ्नु पर्ने हुन्छ ब्याङ्क अकाउन्ट नि खोल्न छ के भन्नु अरे यार अहिलेसम्म ब्याङ्क अकाउन्ट छैन मेरो ढुङ्गै युगमा म यार यो मोबाइल फेरि अपडेट गरेको के मजै आउनु चलाउनु यार ल अहिले भेटौँ न क्यामेरा प्रोटेक्ट मोड खोल्न मलाई आधी घन्टा लागेको गएको अब ब्याङ्क अकाउन्ट खोल्न मेरो नेपालको भरपर्छ अब सर्ट के अरे कति भिडियो आज त ए रन आज पाला आउनु कि लगाइस म चाहिँ क्लासदेखि आएँ अनि त्यो ब्याङ्क अकाउन्ट खोल्ने भनेको चाहिँ काम भएन फर्किँदाखेरि ब्याङ्क बन्द भइसकेको थियो पर्सि भोलि छुट्टी हुन्छ के अरे पर्सि एक्चुली भोलि चाहिँ बल्ल लगाइन्छ होला त्यो पनि भ्लगमा आउन सक्छ यस्तै हुन्छ कि कहिले दिनमा 2 भ्लग बनाइन्छ कहिले 4 दिनमा एउटा नि बनाउन सकिन्न अब घर हिँडेकै घर गएर फेरि बल खेल्न जानुपर्ने हुन्छ बल खेल्ने त्यसपछि भोलि अब माथि र बल खेल्न जाने कि नै त्यो सल्लाह गर्न चरण तारिक गेम खाने त अनि सल्लाह गरेर त्यो गर्न पर्ने हुन्छ फेरि त्यो गरेर फेरि एउटा कुरा भन्न मन लाग्यो ब्याङ्कवालासँग ऐनै भइसक्थ्यो कि मेरो सुरुमै क्लास जानुभन्दा पहिले गएको सबै बुझायो पहिला राष्ट्रिय परिचय पत्रको फोटोकपी चाहियो फोटोकपी लिएर आऊ भने फोटोकपी लिएर आएको बुझाएको फेरि नागरिकताको पनि फोटोकपी चाहियो बुझ्नु अरे होइन एकैचोटि भन्न पर्दैन या एकैचोटि सँगै थियो कि दुइटैको एकैचोटि फोटोकपी गरेर आउँथेँ मलाई पहिला राष्ट्रिय परिचय त्यहाँबाट नागरिकता भनेर डबल कुदाउने त्यही भएर चाहिँ आज मेरो ब्याङ्क अकाउन्ट बन्न सफल भएन अब ब्याङ्क अकाउन्ट खोल्यो भने मेरो क्युआर टक्क राखिदिन्छु सहयोगी महानुभावहरूले 1 रुपियाँ भने सहयोग गर्नु होला ल त्यति भन्दै अब हिँडेको केही गुनासो छैन यस्तो भन्नेमै के चाहिन्छ त्यो ब्याङ्कवालाहरूले नि यहाँ नागरिकताको र परिचय पत्रको फोटोकपी लिएर आउनुहोस् भन्नु डाइरेक्ट पहिला यो पछि त्यो नभन्ने झ्याउन आउँछ ल अहिले भेटौँ न ल के छ खबर म चाहिँ हिजो चाहिँ त्यत्तिकै भयो ब्लग बनाउन दिनभरि त्यत्तिकै सुतेरै गयो अनि आज फेरि ब्याक त्यही पुरानो उसमा जोडिएको छु 6 गते अनि अब खानासाना खाएर बल खेल्न जाने हो गेम सरन्टारी अब के हुन्छ थाहा छैन गेम अब आज मात्र यो भोलि चाहिँ गाउँ जान्छु म योभन्दा पछि चाहिँ
कुन भ्लग आउँछ हेर्दै गर्नु होला अब टक्क रेडी सिडी भइदिएको जुना त भाग्लैदेखि लाएर बुढो भयो के हो त्यही हो अहिले भेट्दै गरौँ न यसो छोटो जानकारी दिएको वाट्सएप भनेर भन्नु होइन फेसबुक इन्स्टा सबै मजा टक्क रेडी भइदिइसक्यो कस्तो हेन्डसम देखिन्छ बेदा बेदामा क्यामेरामा मात्रै रियलमा छैन अनि यहाँ नाक हयताभित्र चाहिँ उस आएर बेकारै भयो डन्डीबाट आएर अब म चाहिँ हिँडेको समय मिलेछ भने अब उड्याएर क्लास गइन्छ के अरे पूर्व तयारी गरेर हिँडिरहेको अनि अब अहिले भेट हुँदै गरौँला है त एक नम्बर रहेछ त के हुन्न के मिटअप गर न केही फरक पर्दैन ओ अर्जुन भाइ जाउँ जाऊ मिटअप गर नम्बर 10-13 नेट बल को सङ्केत यसको फाइदा बुध पब्लिकलाई 11-13 2 नम्बरको मात्रै अन्तर अब पोजिसन लार जर्सी नम्बर 8 नम्बर 14-11 बल बाहिर नपुग्यो यसको फाइदा उछल्यो क्लबलाई 15-11 सरेन्डर है राम्रो ब्लकिङ बुद्ध पब्लिक बल बाहिर पुग्यो यसको फाइदा उछल्यो क्लबलाई नम्बर 16-11 निक्याप लाएर निस्क्यो हेर्न यो राम्रो स्पेक्ट बुद्ध पब्लिक नम्बर 12-16 16 पार्टी निक्लेको क्या हामी त त्यहाँ त हिँड्दै आइदिनु पर्ने रहेछ ओके सर्भिसिङ नम्बर कन्टिन्यू बुद्ध पब्लिकलाई नम्बर 13-16 तिम्रो ओके कन्टिन्यू नम्बर बुद्ध पब्लिक स्कोरिङलाई 14-16 इजी लेख्न यार ढुक्क सर्भिसिङ नम्बर झोलिया क्लबलाई 17-14 ल गाइस हामी चाहिँ फाइनली बल खेलेर गेम आजलाई जित्यो गेम चाहिँ अब भिडियो गर्न खासै पाइएन त्यो गेम मात्र खेलेको चाहिँ भोलि गराइन्छ भिडियो चाहिँ भोलि बात मनाउनु भोलि अब घर फर्केको टक्क दुई भाइ भएर पुरै काला खाला देखियो आइफोनको कालो फिल्टर हातले दुइटै गोरेको दुई भाइ चाहिँ टक्क अब हिँडेको तल गएर फेरि बालसाल काट्न आज लाउरीको कन्सर्टमा जाने नि त अहिले साँझ फेरि त्यताको अर्को छुट्टै भ्लग आउँछ यसो लिएर जाने यो पनि फुली लाग्ने
लाग्दैन आउनु होला सबै आउरेको कन्सर्टमा यार मजा आउँछ केटाहरूलाई खाना नोट निकै अगाडि डक्टरले जति हुन्छ होला यार यो पहिला हामी यहाँ रनिङ आएको थियौँ टोको बोकेर यार पहिला अहिले यस्तो अनि आउँछ आज भोलि चाहिँ म आउँछु यो घुम्ती चाहिँ बनाउनु पर्ने भाइ चरण तारीको घुम्ती हो यहाँ चाहिँ एकदम टर्निङ पोइन्ट छ यो चाहिँ बनामै त्यसो बजेट पाएर मेरोलाई प्राथमिकता दिउँ अरू ठाउँ नजाने यो टर्निङमा हल्का एक्सिडेन्ट गाह्रो हुन्छ पहिला क्या नजाने त्यो बाटो पिच पनि उठिसकिन्छ डुइभर्समा यहाँ यस्तो गिट ठुलो गिट छ यस्ता झन् एक्सिडेन्ट हुने अट्र्याक्ट भयो घर आइपुग्यो टक्क बाल हल्का काटेरै गऱ्यो कस्तो देखियो ठिकै देखियो होला टाउको पनि नहिले अनि बजेलाई कसले किनिरहेको अब त्यो आफैहरू बुझ्नु होला कसले हो 2-4 एउटा सेवा खानु पऱ्यो भोकला अब फेरि बल्न जानुपर्ने हुन्छ यसो ग्राउन्डै अनि अहिले आएर टक्क लाउडेको कन्सर्ट हेर्न जाने हो 200 अरे टिकट दमा 300 पैसा अब यही हो गेम चाहिँ जित्यो के अरे अब भोलि गाउँ गइन्छ के अर्थ भएर त्यही पनि म गाउँ गएर हार्ने त होइन राम्रो छ टिम अहिले चाहिँ एउटा प्राइज उठाउला भन्ने आश छ म नभए पनि मेरो कमी महसुस नहोस् मेरो टिमलाई अब गाउँ गएर 11 गते आइन्छ अनि त्यस्तै हुन्छ अब त्यहाँको गेम चाहिँ भेट्न आइन्न अब ठिकै हो किनभने अब गेमको लागि अब आफ्नो कुल पूजा चाहिँ छोड्नु नभएको सबभन्दा पहिला आफ्नो कुललाई मान्ने त्यसपछि बल्ल अरू देउतालाई पुज्ने भन्छन् नि त्यही भएर अब देउता पुज्ने र कुललाई पुज्छन् सबभन्दा पहिला अनि त्यो अब गेमको लागि किन उता पूजा छोड्ने भनेर सोच्ने म चाहिँ भोलि जाने निर्णय गरेँ अनि भोलि फेरि गाडी गाउँको गाडी दुइटै उठेको अरे टक्क बसमा जाने हो फेरि माथि हिँड्दै जानुपर्ने हुन्छ त्यति भन्दै अब अहिले होइन अब अर्को भ्लग हेरौँ न भ्लग मन पऱ्यो लाइक कमेन्ट सेयर च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला बाई बाई लभ यु